सम्पूर्णलाई नमस्कार। म पूर्ण खड्का। आज मैले जेन अल्फालाई निम्त्याएको छु। जेन अल्फा कुन बीचको उमेरलाई जेन अल्फा भनिन्छ र जेनजी भनेको के हो, जेनजीले गरेका अहिले आन्दोलनको उपलब्धि के हो भन्ने बारेमा म प्रश्न गर्नेछु। सर्वप्रथम जेन अल्फालाई स्वागत छ। नमस्कार, म ईशान खड्का, जेन अल्फा। जेन अल्फा कुन उमेरकोलाई जेन अल्फा भनिन्छ? 2012 देखिको पछाडिको बालबालिकालाई जेन अल्फा भनिन्छ। गजब, प्रश्नको एन्सर एकदम सहज तरिकाले भन्नुभयो। तपाईलाई धन्यवाद छ। अनि जेन अल्फा अर्को नानी म ईशा खड्का, जेन अल्फा। जेनजीले जुन आन्दोलन गर्यो नि, के को लागि आन्दोलन गरेको थियो? यो चाहिँ एन्टी करप्सनको लागि गरेको थियो जेनजीहरूले। अनि जेनजीले सफलता प्राप्त गर्यो। कति दिनमा सफलता प्राप्त गर्यो? जेनजीहरूले चाहिँ 2 दिनमा भएको आन्दोलनले सफलता पायो। अनि अहिले जो कुन सरकार बनेको छ? अहिले अन्तरिम सरकार बनेको छ। अहिले अन्तरिम सरकारका प्रधानमन्त्रीको नाम हजुरलाई थाहा छ? अवश्य मलाई थाहा छ। अहिलेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की हुन्। ओके। अनि यो भ्रष्टाचार विरुद्ध आन्दोलन गर्यो र संसारले मिराकल भयो। यस्तै आन्दोलन अरू देशमा पनि हुन्थ्यो, तर यति छोटो समयमा सफलता प्राप्त गर्यो। यो जेनजीले केही विकास गर्छ, हाम्रो देश नेपाललाई समृद्धि बनाउँछ भन्ने हजुरले ईशान्त खड्काजीले भन्नुहोस्। अनि केही आशा छ जेनजीले केही परिवर्तन ल्याउला? आशा छ परिवर्तन ल्याउँछ भन्ने, हैन? अब तपाई पनि अब जेनजी नजिक हुनुहुन्छ, हैन? तपाईको जन्म चाहिँ कति सालमा भयो? 2073। 2073 भनेपछि इंग्लिश 2016। ओके। अनि तपाईले यो केही अहिलेका घटनाक्रमलाई पनि प्रश्न पार्दिनु भयो र हजुरको रुचि के छ? मेरो रुचि हजुरलाई केही खेलकुदमा रुचि छ कि के बन्न इच्छा छ पछि? मलाई खेलाडी बन्न इच्छा छ। अहिले विशेष गरी कुन खेलमा रुचि छ? फुटबल। फुटबल कतै पार्टिसिपेट हुनुभयो अहिलेसम्म? अनि तपाईको अहिले कति क्लासमा हजुर? 4। 4 क्लास। अनि 4 क्लासको कुन तहमा हुनुहुन्छ? कुन यो खेलमा? जस्तै टिम लिडर अथवा सेकेन्ड थर्ड भन्ने हुन्छ नि, यस्तै तपाई के हुनुहुन्छ? टिम लिडर। टिम लिडर, क्याप्टेन हो? रियली? यस। अनि फुटबल भनेको के हो? कसरी यसलाई प्रश्न पार्न सकिन्छ? फुटबल यसलाई खुट्टाको स्किलले बनाउन सकिन्छ। एक खुट्टाको स्किलबाट सफलता हासिल गर्न सकिन्छ भन्न खोज्नुभयो, हैन? अनि अहिले नेपालको फुटबलरहरू क्याप्टेन नेपालकै यो अन्तर्राष्ट्रिय रूपमा अथवा एसिया यस्तोमा खेल्ने कुनैको नाम थाहा छ? थाहा। के हो? रेखा पौडेल। लेडिजमा रेखा पौडेल। अनि जेन्ट्समा? जेन्ट्समा चाहिँ जेन्ट्समा थाहा छैन। थाहा छैन। हजुरलाई थाहा छ जेन्ट्सको लिडर? मलाई जेन्ट्सको लिडरहरू रोनाल्डो, मेसी। यो त संसारकै भयो के रोनाल्डो, हैन? नेपालको मलाई त्यति थाहा छैन, केटीहरुबाट चाहिँ थाहा। अनि हजुरले पनि फुटबल इन्ट्रेस्टिङ छ हो? हो, मलाई फुटबलमा इन्ट्रेस्ट छ। के पार्टिसिपेट छ अहिले? छ, म पार्टिसिपेट छ। अनि के हुनुहुन्छ त्यसको त्यहाँ लेभल स्कुलको? त्यसमा चाहिँ म क्याप्टेन छु टिममा। अनि फुटबल कति जनाको टिम हुन्छ? फुटबल चाहिँ 11 जनाको हुन्छ। ए ल, ठीक छ। अनि कुनै यो पार्टिसिपेट गर्दा स्कुलको खेल्दा जित्नु भएको छ? अहिलेसम्म त्यो अरू स्कुलसँग चाहिँ खेल्न गएको छैन। अब आउने मङ्सिरमा चाहिँ हामी खेल्न जाने हो। ओके। यो बाहेक फुटबल बाहेक अरू के छ हबिज? अरू डान्सिङमा अनि राइटिङहरू अनि एसेक्ट्रा अरूमा छ। ओके, गुड। तपाई चाहिँ क्लासको कुन र्याङ्कमा हुनुहुन्छ? म चाहिँ क्लासको फर्स्ट आउँछु। ओके, गुड। अनि अहिले 6th हैन क्लास? हजुर। ओके, धन्यवाद। आज मैले बालबालिकालाई
केही जेन अल्फा टिमलाई मैले केही प्रश्न गरेँ। प्रश्नको एन्सर सहज तरिकाले आयो। तपाईहरुलाई धन्यवाद छ। फेरि पनि यस्तै प्रोग्राममा म निम्त्याउने छु। धन्यवाद।